चाहिँ म तपाईहरुलाई सालु फेदीमा निर्माणाधीन रहेको पक्की पुल देखाउन गइरहेको छु। धेरैको जिज्ञासा छ सालु फेदीमा कस्तो पुल बन्दैछ भन्ने कुरामा जिज्ञासा रहेको हुनाले यहाँहरुलाई म सालु फेदीको पक्की पुल चाहिँ युट्युब मार्फत देखाउँछु है त। यो रणजर खोला भयो, हेर्नुस्। यो रणजर खोलामा हाम्रै मित्रहरु हुनुहुन्छ यतापटि सबिन भट्टराई। हेलो सबिन भट्टराई, सुरज भट्टराई र हाम्रो बसन्त भट्टराई। यता हेर्नु त बसन्त भट्टराई। हामी सम्म आज चाहिँ हामी तपाईहरुलाई रणजोर खोलाको पुल देखाउँदै छौं है त। कसरी बन्दैछ, कहाँ बन्दैछ र तपाईले गाडी ल्याउनु भने कहिलेसम्म ल्याउने। अहिले चाहिँ चढन मिल्दैन नि पुलमा, खोलाबाटै हो अहिले चाहिँ। ल म तपाईहरुलाई क्यामेरा ब्याक गरेर देखाउँदै छु, हेर्दै गर्नुस्, हामीलाई फलो गर्दै गर्नुस्। मेरो जनाइ देखेर जनाइ लुकाउँछ है म। ल चालु पार्टीबाट झर्ने बाटो हो, सिधै तपाईहरु झर्न सक्नुहुनेछ। अनि त्यसपछि यो पार्टीपट्टि आउने चाहिँ मन्थली सानी मदो हुने आउने बाटो हो। पुल यहाँनेरि बन्दैछ हेर्नुस्। र पुलको काम लगभग 85% सकिसकेको छ है। अब यहाँ जोड्नु पर्यो, वारीपारीको मिलाउनु पर्यो, बिचको ढलान भएको छैन यहाँनेरि। आऊ 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 पुल हेर्न जाऊ। मोदीले त हाम्रो राजालाई नमस्कार गर्छ। ओहो यो चाहिँ बनाउनु पर्ने थियो। मोदीले त हाम्रो राजालाई नमस्ते गर्छ। किन आत्तिएको भाइ, बनिहाल्छ नि, यहाँ छ त। ल हाम्रो यो सालुको फेदी आज 2081 साल 2082 साल है। 82 साल भइसक्यो। हामी नझुक्यौं मित्रहरु भाइ हजुर भन्नुस्। यहाँ हाम्रो पनि भ्लगिङ छ, उता सुन्दर दाइको भ्लगिङ छ, सबिन दाइको चाहिँ सर्ट्स छ, मेरो आइफोन युजरको सर्ट्स हुन्छ नि धेरै जस्तो। हाम्रो आइफोन होल्डर यता हुनुहुन्छ अनि हाम्रो पुल यता छ। हाम्रो मोबाइलबाट खासै क्वालिटी नआए पनि हामी विश्वस्त छौं, हामी आइफोनबाटै सहारा लिनेछौँ। हामीले तपाईलाई जस्तो भयो नि भिडियो भिडियो देखाउने छौं। हेर्नुस् यो रणजर खोलाको निर्माणाधीन पुल हो। यो पुल एकदम दह्रो हुनेवाला छ भन्ने कुरा हामी विश्वास छौं। यहाँको ठेकेदार कम्पनीहरूले राम्रै गर्नुभएको होला, नभए हामीले अन्तका घटनाहरू सुन्दै आएका छौं। त्यस्तो नहोला, नसोच्छौँ, हामीले त्यस्तो सोच्नु हुँदैन। राम्रै होस्, कल्याण होस्, पुल चाँडै बनोस्। अर्को पालि घर आउँदाखेरि बाटै गाडीमा जान पाइयोस्, गाडीमा आउन पाइयोस् पुलमाथिबाटै। अहिले चाहिँ हामीले अब पुलमाथि चढ्न पाएनौँ, हामी मुनि मुनि भयो नि जान्छौँ। चढेर चाहिँ हेर्छौँ, हामीलाई लखटे भने चाहिँ हामी जिम्मेवारी हुनेछौँ। हामी भाग्दाखेरि चाहिँ भिडियो नआउन सक्छ गाइजहरू। तै पनि तपाईहरुलाई हामी पुलमाथि पुल तलको भिडियोहरू चाहिँ सेयर गर्नेछौँ, देखाउनेछौँ। क्रम जारी छ। रणजर खोला पनि हिजो अस्ति आएको जस्तो लाग्यो, हल्का फुल्का पानी भएर। हाम्रो पुलको मुख यो भयो। यो पुलमा हामीले प्रथम पाइलो राख्दैछौँ, टेक्दैछौँ ट्याक्क लाएर रिल्याक्स पारामा। हाम्रो पुल यसरी बन्दैछ। रणजर खोला उताबाट आइरहेको छ। पुलमा ढलान कार्य जारी हुँदैछ। बिचको स्ल्याबहरू बन्दैछ, दायाँ बायाँको स्ल्याब बनिसकेको छ। हेर्नुस् यो रणजर खोलो। हामी तलैबाट जाँदा राम्रो होला, त्यहाँबाट हामीलाई रोकिने चान्स धेरै हुन्छ। हामी रणजर खोलाको बन्दै गरे पुल बिफोर एन्ड आफ्टर भनेर पछि फोटो हाल्नुपर्ने हुनसक्छ। त्यही भएर हामीले एउटा तस्बिरलाई कैद गरौँ। यो तस्बिर भनेको हाम्रो विगतलाई सम्झिने कुरा हो। हाम्रो आइफोनवालाले के भन्दै हुनुहुन्छ सुन्नु पर्यो। हामी त अब उहाँले खिच्नु भए खिच्ने हो, नभएदेखि हामी त अनि हाम्रो मोबाइलबाट खासै राम्रो आउँदैन, झुत्रा हाम्रो फोटोहरू के हाल्नु। ल हामीले तपाईहरुलाई यस भिडियो देखाइसकेका छौँ। हामीले चाहिँ यो बिफोर
यो पुल कन्स्ट्रक्सन कम्प्लिट हुनुभन्दा पहिलेको कुराहरू देखाइरहेका छौँ। यस सम्बन्धी केही जिज्ञासा भएमा मलाई नसोध्नु होला, मलाई पनि थाहा छैन। अब बाँकी कुरा म तपाईँहरूलाई वारिपारि तलबाट पनि देखाउने छु, हाम्रो पिल्लरहरू कस्तो छन् के छन् भन्ने कुराहरू। भिडियो हेर्नको लागि तयारी भएर बसिदिनु होला। बिस्तारै हतार नगरौँ, हतार गरेर कहिले पनि हामी गन्तव्यमा पुग्न सक्दैनौँ। बिस्तारै आउनुहोस्, बिस्तारै गरौँ, आउँ भनेर चाँडो नकुदौँ। मेरो सकभर मेरो भिडियो सेभ नै हुन्छ होला, ब्याक भइहाल्यो भने क्षमा प्रार्थी हुन सक्छु। त्यही पनि हजुरहरूलाई सबै देखाउने प्रयास गर्नेछु। हेर्नुहोस्, पज भए पनि मेरो ब्याकअप स्टोरेजमा गएर बस्ने छ, यो विश्वास छु म। भोलि मोबाइलले साथ नदेला, खिचे पनि सेभ नभइदेला भन्ने पिर नमान्नुहोस्, म देखाउँछु। ब्याकअपको लागि अर्को युट्युब च्यानलबाट पनि भिडियो आउने छ। तपाईँलाई यो च्यानलमा भिडियो हल्लिएको आएमा, क्वालिटी मन नपरेमा मलाई भन्न पाउनुहुने छैन, तर पनि तपाईँलाई अप्सन भिडियोको लागि BBYT च्यानललाई मैले प्रमोट गरिरहेको छु। हेर्नुहोस्, मेरो 2-3 जना सब्सक्राइबरहरू भएको हुनाले पनि 2-3 जना सब्सक्राइबरहरू बढे पनि उहाँलाई धेरै राहत मिल्नेछ। मेरो पनि त छैनन्, तपाईँहरूलाई मन पर्यो भने आएर एउटा रातो बटनै हो, थिच्दैन, केही फरक पर्दैन। त्यतिले भोलि मेरो भविष्य फेरिन सक्छ। मलाई भोलि युट्युबर भन्न सक्छन् मान्छेहरूले, अहिलेसम्म चिनेका छैनन्। मुकुन्द घिमिरे एकदम राम्रो मान्छे। हाम्रो यता काकाजी एकदम खतरा हुनुहुन्छ, रातो टिका टक्क सुहाएको छ, निधारमा एकदम हेन्सम देखिनु भएको छ। हाम्रो भाइको त कुरै नगरौँ, चमकै छुट्टै छ। तर पनि हामी आज यो भ्लगबाट डाइभर्ट भन्दैछौँ, हामीले पुललाई फोकस गर्नुपर्छ। पुललाई हेर्नुहोस्, अब कहाँसम्म छ मैले तपाईँलाई पिच पनि देखाउने छु, तपाईँको गाडी कसरी आउन सक्छ कन्डिसन बताउने छु। सामलसान आउँदै हुनुहुन्छ, सालु आउँदै हुनुहुन्छ, गैराको थोक, देउराली, साउटार, गामराङ टार, कता जता जानु भए पनि हाम्रो भिडियोलाई फलोअप गर्नुहोस्। तपाईँलाई म गन्तव्यसम्म पुर्याउनको लागि भिडियो मार्फत केही सहयोग गर्न सक्छु। अहिले म लाइभ लोकेसनलाई डाउनलोड गरेर भिडियोमा हालिदिनेछु, लोकेसन पनि फलो गर्न सक्नुहुनेछ तपाईँले। खासै धेरै समय लाग्दैन, काठमाडौँबाट करिब 4-5 घन्टामा त घरै आइपुगिन्छ, जाम भएन भने। बाटोमा धुलो हो, धुवाँ, चिन्ता नगर्नुहोस्। रन्जर खोलाको प्योर अर्ग्यानिक माटो हो, नेपाली पाउडर। यहाँ कालै मान्छे आए पनि गोरो हुन्छन्, गोरो आए झन् गोरो हुन्छन्, त्यस्तो छ। कार्य जारी रहेको छ। लगभग 1-1.5 वर्षमा चाहिँ यो पुल सकिन्छ होला जस्तो लाग्छ बढेर, त्यतिको समय चाहिँ लाग्छ। किन भन्दाखेरि यहाँ थुप्रो कामहरू अझै बाँकी छन्, कामहरू त्यतिकै छोड्ने कुरा भएन। हाम्रो रन्जर खोलाको स्थिति हजुरहरूलाई पूर्व अवगत नै छ। जति सक्दो डह्रो बनाइकरी हाम्रो नदेख्नु भएको भए हाम्रो सोझो केटो सुरज भट्टराई ले भ्लग बनाएर टिकटकमा हाल्नु भएको छ। टिकटकमा गएर सोझो केटो भनेर खोज्नु भयो भने उहाँ बाहेक कसैलाई भेट्नुहुन्न। संसारमा सोझा प्रजातिका मान्छेहरू लोप हुन लागिसके, हराउन लागिसके। एक दुईजना मान्छेहरू भेटिन सक्छन्, रियर केस हो, इन्डेन्जर भइसकेका छन्। त्यही भएर सोझो साझो मान्छे खोज्नु मन भएदेखि दायाँ बायाँ नजाउँ। हेर्नुहोस्, सम्पर्क गर्नु होला। वारीदेखि पारीसम्म रन्जर खोलाको पुलको निर्माणाधीन पुलको बारेमा देखाइसकेको छु। तपाईँलाई म पिच रोडसम्म पनि जाने कुरा बताउने छु। हेर्नुहोस्, यहाँबाट कम्तीमा 10-15 मिनटमा पिच रोड पुगिनेछ। धन्यवाद। नभनिकन पुल बनाउन मेहनत गरिरहनु भएको छ, उहाँहरूलाई धन्यवाद। पारीपट्टि चाहिँ सामाल छन्, ऊ त्यो माथि देखेको छ नि, देख्नुभयो? मैले देखिनँ। ओ त्यो मेरो घर हो। मैले देखेँ, तपाईँहरूले देखायो भने के पत्याउनु? मैले उहाँ माथि म जन्मेदेखि हुर्किया भएर देख्या हो, नत्र तपाईँहरूले देख्नुहुन्न।